प्राय मानिसहरू आफ्ना गोप्य कुराहरू नजिकका साथीहरू, परिवार अथवा इष्टमित्रहरू, अझ भनौँ आफन्तहरूसँग भन्दा अपरिचित व्यक्तिसँग बाँड्न चाहिँ रुचाउँछ। 70% व्यक्तिहरू यस्तो चाहन्छन् रे। एउटा रिसर्चले भनेको हो फेरि। त्यो 70% भित्र हामी कतै न कतै, कहिले न कहिले परेका हुन्छौँ। हामीले सेयर गर्ने कुराहरू सधैँभरि आफन्तसँग हुन्छ भन्ने हुँदैन। कहिलेकाहीँ थर्ड पर्सनसँग, जसलाई हामीले राम्रोसँग चिनेका पनि छैनौँ, बुझेको पनि छैनौँ, त्यस्ता व्यक्तिहरूसँग भनिराखेका हुन्छौँ। त्यसको पछाडि के कारण रहेछ भने सोसियल डिस्टेन्स थ्योरीले के भन्छ भने हामीसँग नजिक भएका व्यक्तिहरूले दिने सजेसनहरू अथवा उनीहरूले गर्ने डिसिजनहरू चाहिँ कतै न कतै हाम्रो अतीतसँग जोडिएको हुन्छ र हाम्रो विगतले चाहिँ उनीहरूलाई प्रभावित पार्छ। त्यो भएको कारणले गर्दाखेरि हामीभन्दा टाढाका व्यक्तिहरू जो इमोसनली त्यति धेरै अट्याच्ड पनि छैन, उनीहरूले दिने निर्णय चाहिँ अनबायस्ड हुन्छ। त्यो भएको भएर हामी उनीहरूलाई बढी विश्वास गर्छौँ भन्छ। र थोरै परिचित व्यक्तिहरूसँग हामी निष्पक्षता महसुस गर्छौँ। अर्को बेनिफिट अफ डाउट थ्योरी छ। यसले चाहिँ के भन्छ भने हामी परिचित व्यक्तिहरूलाई जज किन गर्छ भने हामीलाई चाहिँ उनीहरूको अपब्रिङ्गिङ, उनीहरूको सामाजिक बनावट सबै कुराहरू थाहा हुन्छ। उनीहरू यहाँ आइपुग्दासम्म उनीहरू कुन कुन फेजबाट चाहिँ गुज्रियो भन्ने कुरा थाहा हुन्छ। त्यो फेजलाई हामी जज गरिरहेको हुन्छौँ। उनीहरू कसरी चाहिँ त्योबाट निस्किरहेका छन् भन्ने कुराहरूलाई जज गरिरहेको हुन्छौँ। कहिलेकाहीँ नराम्रो तरिका पनि अपनाएको हुनसक्छ, राम्रै अपनाए पनि त्यो हामीलाई नराम्रो लागेको हुनसक्छ। सो बेनिफिट अफ डाउट थ्योरीले चाहिँ के भन्छ भने अपरिचित व्यक्तिहरूलाई चाहिँ हामीले जज गर्दैनौँ, किनभने त्यस्ता व्यक्तिहरूसँग हाम्रो कुनै नकारात्मक अनुभव नै हुँदैन। अझ अर्को इन्ट्रेस्टिङ फ्याक्ट के छ भने स्ट्रेन्जर डिस्क्लोजर इफेक्ट भन्छ। यसमा चाहिँ हामी आफूभन्दा टाढाका, आफूसँग नजिक नभएका मानिसहरूलाई आफ्ना कुराहरू भन्दाखेरि सुरक्षित महसुस गर्छौँ। यस, सुरक्षित महसुस गर्छौँ हामी, किनभने उनीहरूले चाहिँ हाम्रो कुराहरू, हाम्रो भल्नरेबिलिटीलाई चाहिँ नराम्रोसँग प्रयोग गर्छन् भन्ने हामीलाई लाग्दैन र उनीहरू निष्पक्ष हुन्छन् भन्ने अजम्सन हुन्छ हाम्रो। तपाईँको विगतका निर्णयहरूसँग भावनात्मक रूपमा जोडिएको हुँदैन, जसले गर्दा तपाईँलाई चाहिँ तुरुन्त जज गर्ने सम्भावना न्यून हुन्छ, कम हुन्छ भनौँ। जसले तपाईँलाई पूर्वाग्रह धारणा नराखेर निष्पक्ष रूपमा सुन्छ, तपाईँ त्यसलाई नै छान्नुहुन्छ। तर तपाईँले चुज गर्दै गर्दाखेरि अपरिचित व्यक्ति नै सधैँभरि सही हुन्छ भन्ने हुँदैन। धेरै केसेसहरूमा हुनसक्छ, तर धेरै केसेसहरूमा नहुन पनि सक्छ। तपाईँले रिलेसनसिपमा हेर्नुभयो भने सम्बन्ध टुट्नुको सबैभन्दा प्रमुख कारण तेस्रो व्यक्तिको एन्ट्री पनि देखिरहेको हुन्छ हामीले। सो कुन व्यक्तिलाई कुन सिचुएसनमा कसरी युज गर्ने अथवा कसरी युटिलाइज गर्ने, आफूलाई कसरी इन्भेस्ट गर्ने भन्ने कुरा चाहिँ हाम्रो अवेरनेस कस्तो छ भन्ने कुराले नै पहिचान गर्ने हो।